कमान्डबाट लाइन ड्रो गर्ने तरिका। सबभन्दा पहिले माउस लिएर यहाँ क्लिक गर्ने, त्यसपछि यल थिच्ने, इन्टर गर्ने, स्पेसिफाई फर्स्ट पोइन्ट दिन भनेपछि हामीले कोअर्डिनेट हाल्ने, जस्तै 5,5 5,5 इन्टर। अब हाम्रो चाहिँ माउसको 5,5 लिएपछि माउसको कोअर्डिनेट यहाँ आएको छ फर्स्ट पोइन्ट। अब यहाँदेखि हामीलाई लाइन कतातिर चाहिएको छ, माथि चाहिएको छ, यता चाहिएको छ, कता चाहिएको छ। यदि सिधा लाइन चाहिएको छ भने अर्थो क्लिक गर्ने, सिधा लाइन चाहिएको छ भने अर्थोलाई अन गरिदिनु, सिधा लाइन आउँछ। अनि सिधा लाइन चाहिएको छैन भने हामी अर्थो अफ गरेर कता चाहिएको छ त्यता माउस राख्ने, डाइमेन्सन दिने। अहिले हामी एउटा सिधा लाइन बनाऊ, सिधा लाइनबाट एउटा बक्स बनाऊ, 10 फिटको एउटा लाइन बनाउँछु। 10 फिट टाइप गरेँ, इन्टर गरिदिएँ। फेरि माथितिर चाहिएको छ 10 फिट, कमान्डमा फेरि 10 फिट दिने अनि इन्टर गर्ने। 10 फिट दिएर इन्टर गर्ने, त्यसपछि यता बन्यो। यदि हाम्रो चाहिँ माउसले यदि यो चाहिँ जस्तै फिगर माथि गयो तल आइरहेको छैन भने हामी भ्यूमा क्लिक गर्ने, रिजनमा जाने, अनि यसलाई माउसको बिचको यो जुन छ नि यसलाई चाहिँ यसरी तल गर्ने। यसरी हेर्नु त आयो। यसरी माउसको यो बिचको कर्सरलाई बटनलाई यसरी तलमाथि गर्ने, आफै आउँछ। कहाँ क्लिक गर्ने, भ्यूमा गएर रिजनमा, अनि यसरी तलमाथि गर्ने। यो आयो, देखियो यो। अब यहाँ आइसकेपछि हामीले फेरि दुईचोटि इन्टर गर्ने, 1 2। यल कमान्ड लिने पहिला, अनि एकचोटि इन्टर, दुईचोटि इन्टर गरेपछि जहाँ हाम्रो क्लोज भएको हुन्छ माउस त्यहीँ बस्छ। अनि यो आयो, फेरि 10 फिट दिने, इन्टर गर्ने, फेरि 10 फिट थिच्ने, इन्टर गर्ने। हाम्रो यो लाइन चाहिँ बाट एउटा बक्स बन्यो।